हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि अहिले बिहानको 2:19 भइसकेको छ। 1:30 मा उठेको। हुन चाहिँ 12 बजे उठ्ने टार्गेट थियो, तर अहिले 2:19 भइसकेको छ। त्यहाँ चाहिँ मम्मी पूजा राख्दै हुनुहुन्छ है, कम्प्लिट भएको छैन, बनाउँदै हुनुहुन्छ, राख्दै हुनुहुन्छ। गाइस सबै रेडी भइसकेको छ हैन। अब हामी चाहिँ जान लाग्यो। अनि यो चाहिँ बाहिर पिकलाछीको लागि है, सबै रेडी भइसकेको छ। गाइस हेर्न सक्नुहुन्छ, पिकलाछीमा राखिन्छ। चाहिँ 3 बजेको छ अनि हामी राति यसरी जाँदैछौँ मम्मी र म। गाइस अहिले चाहिँ हामी आइपुगे, भगवान् त्यही हो, मम्मी र म। अनि हाम्रो पुरानो घर यही हो। भूकम्पपछि यता कोही पनि बसेन। म चाहिँ बच्चा बेलादेखि उतै घरमा हो, यति चाहिँ बसिन। हो यो चाहिँ सेकेन्ड भगवान्। गाइस 2 ठाउँमा गएर आएँ भर्खर। फेरि 2 ठाउँमा जाने मम्मी र म। अर्को पूजा लिन आएको। हामी चाहिँ जानु भइसक्यो यता भैरव मन्दिर। यो चाहिँ अर्कै मन्दिरको लागि हो, त्यही भएर म भित्र नछिरेको। सक्यो भने भयो, 4 ठाउँ सक्यो। यो मेन चाहिँ मम्मी छुट्यो कुलदेउता नेवाना चाहिँ देउड्यो बज्रबारै। यो आग्मे यो चाहिँ घरको लागि अनि सक्यो। अनि सुत्ने अगाडि हाम्रो कुलदेउता। अनि फर्स्टमै हामी भएको भएर मम्मीले चाहिँ सफा गर्दा हुन्छ। त्यही राख्दै मम्मीले अझै सफा गर्दै हुनुहुन्छ चारैतिर। बाँकी चाहिँ भित्र चाहिँ सफा भइसक्यो, बाहिर वरिपरि गर्न बाँकी छ। हेर्न सक्नुहुन्छ, यो त्यहाँ क्लिन भइसकेको छ। गजरबारे मन्दिर, जुन चाहिँ गजर नभएको मन्दिर भन्ने पनि चिन्न सकिन्छ है। फाइनल्ली 2 ठाउँमा बाँकी। यो त घरको भइहाल्यो। यो आग्मी अलिपछि मात्र खुल्छ, त्यहाँ चाहिँ गेट खोलिँदैन, त्यही भएर हो। यो चाहिँ स्टकमा बस्नुपर्छ अहिलेको लागि। 1:30 मा उठेको होइन। अहिले चाहिँ कति बजे हेरौँ है त, 4:56 भयो। यो 5 बजे नै भनौँ न। भनेपछि 3.5 घन्टामा चाहिँ सक्यो भनौँ। अहिले 1 ठाउँमा बाँकी छ, तर त्यो अहिले गेट नखोल्ने भएको भएर म चाहिँ सुत्न। बाई बाई।